सो ब्राजिलले चाहिँ फाइनली वर्ल्ड कपमा आफ्नो पहिलो विन सेकर गरेको छ होइन। र यो जितले ब्राजिललाई अगाडि बढ्नको लागि धेरै हेल्प हुन्छ र मोटिभेसनल पनि दिन सक्छ कन्फिडेन्टको रूपमा। र इगर थियागोको ठाउँमा म्याथेस कुनालाई खेलाएको थियो र एज अ फल्स 9 उनले राम्रो काम गरेका थिए र 2 गोल पनि स्कोर गरेका थिए। म्यान अफ द म्याच पर्फर्मेन्स दिएका थिए। र भिनिसियसको कुरा गर्नु पर्दाखेरि कार्लो एन्जेलोटीलाई थाहा छ कि भिनिसियसलाई कसरी अनलक गर्नुपर्छ भनेर, र उनले 1 एसिस्ट र एउटा गोल पनि स्कोर गरेका थिए। र अरू प्लेयरको हेर्नु पर्दाखेरि अब प्याकेटाले एउटा एसिस्ट दिएका थिए। ओभरअल सबैले राम्रै गेम खेलेका थिए र क्यासिमेरोले पनि आफ्नो जब डन गरेका थिए। र गोलको कुरा गर्नु पर्दाखेरि 3-0 हुन्छ र पहिलो हाफमै गेम डन गरिदिइसकेका थिए। र सेकेन्ड हाफको कुरा गर्नु पर्दाखेरि उनीहरूले पुरै डिफेन्सिभ मोडमा गए र त्यहीँबाट गेम किल भइसकेको थियो। र अब चाहिँ हामी नेमारको कुरा गर्नु। र नेमारको कुरा गर्नु पर्दाखेरि चाहिँ धेरैलाई अब आफ्नो बेस्ट प्लेयर कहिले खेल्ला भनेर हुन्छ नि त एउटा मनमा। र नेमार चाहिँ पुरै फुल्ली फिट भएको छैन र आज गेममा स्क्वाडमा इन्क्लुड गरेको थिएन। र हल्ला चाहिँ के चलिरहेको छ भन्दाखेरि स्कटल्यान्डमा चाहिँ नेमार फिर्ता आउँछ भनेर। र स्कटल्यान्डमा नेमारलाई हामीले देख्न पाउँछौँ कि पाउँदैन अब त्यही बेला थाहा होला। र ग्रुपको कुरा गरौँ अब चाहिँ हामी। र ग्रुपको कुरा गर्नु पर्दाखेरि चाहिँ ब्राजिल, मोरोक्को, स्कटल्यान्ड, हाइटी यो टिम रहेको छ होइन। र स्कटल्यान्डले हाइटीलाई जितेको थियो, जस 1 गोलले जितेको थियो। उनीहरूसँग 3 पोइन्ट छ। र ब्राजिल 4 पोइन्ट छ, मोरोक्को 4 पोइन्ट छ। र ब्राजिलले चाहिँ जिडीको कारणले गर्दाखेरि टपमा छ। र मोरोक्को र स्कटल्यान्डको आज गेम भएको थियो। मोरोक्कोले 1-0 ले जितेको थियो र उनीहरू जिडीले गर्दाखेरि सेकेन्डमा छ होइन। र नेक्स्ट गेम चाहिँ ब्राजिल र स्कटल्यान्ड छ। र यो गेममा चाहिँ अब ब्राजिलले कतिको गोल स्कोर गर्छ त्यसमा डिपेन्ड हुन्छ कि यो ग्रुपमा को टपमा बस्छ भनेर। अब मोरोक्कोलाई त इजी फिक्चर छ हाइटीसँग होइन। र अब चाहिँ हामी स्ट्याक्सको बारेमा कुरा गरौँ है त। स्ट्याक्सको कुरा गर्नु पर्दाखेरि बल पोजिसन 57% लिएको थियो। अल्दो कार्लो एन्जेलोटी बल पोजिसनको खासै फ्यान होइन, काउन्टरमा खेलाउने प्लेयर हो, कोच हो। र एक्सीको कुरा गर्नु पर्दाखेरि 1.56 एक्सी जेनेरेट गरेको थियो भन्दाखेरि एक्सी ओभर पर्फर्म गरेको छ। ठिक हो, धेरै राम्रो हो यो भनेको। टोटल सर्ट्सको कुरा गर्नु पर्दाखेरि 8वटा सर्ट्स लिएको थियो र हाइटीले 7वटा सर्ट्स लिएको थियो। र सर्ट्स अन टार्गेट 5वटा र 3वटा छ भन्दाखेरि अनि ब्राजिलले चाहिँ अपोनेन्टको बक्समा 24 टचेसहरू लिएको थियो। र बिग चान्सेसको कुरा गर्नु पर्दाखेरि 4वटा बिग चान्सेस कुरा गरौँ, 4वटा बिग चान्सेस क्रिएट गरेको थियो। र मिसको कुरा गर्नु पर्दाखेरि एउटा बिग चान्सेस मिस गरेको थियो, त्यो रफिनाको। त्यो रफिनाले गोल गर्न सक्थ्यो, त्यस्तो गोल गरिरहेको हुन्थ्यो बार्सिलोनामा। अल्दो रफिनियाले धेरै राम्रो खेलेको छ, त्यो गोल मिस गरेको भए पनि। र एकुरेट पासेसको कुरा गर्नु पर्दाखेरि 462 पासेस कम्प्लिट गरेको छ 88%मा। र अब अरू कुरा गर्नु पर्दाखेरि स्क्वाडको कुरा गरौँ होइन। स्क्वाडको कुरा गर्नु पर्दाखेरि 4-1-2-3 मा खेलाएको थियो। इबानेजको ठाउँमा इबानेजले अगाडि पालि मोरोक्कोसँग राम्रो गेम गएको थिएन, डेनिलोलाई नै खेलाएको छ होइन। र गोलकिपरमा गोलकिपरमा एलिसन, अनि विङ ब्याकमा डेनिलो र स्यान्टोस खेलाएको थियो। ग्याब्रियल र मार्किनेस खेलाएको थियो सेन्टर ब्याकमा। र मिडफिल्डको कुरा गर्नु पर्दाखेरि स्टेडियममा क्यासिमेरोलाई खेलाएको थियो र गुमारेजलाई र पकेटालाई खेलाएको थियो। अल्दो गुमारेजको स्टार्टिङमा अलिकति राम्रो गएको थिएन, तर पछि उनले पिकअप लिए। र फरवार्ड्सको कुरा गर्नु पर्दाखेरि राफिनिया र भिनिसियस थियो। र स्ट्राइकरको कुरा गर्नु पर्दाखेरि एज अ फल्स 9 म्याथेस कुनाले खेलेका थिए। र इगर थियागोको अघिल्लो पालि हामीले देख्न सक्थ्यौँ उनले खासै राम्रो केही कन्ट्रिब्युट गर्न सकेका थिएनन्। अब फिजिकल्ली हेर्नु पर्दाखेरि ऊ फिजिकल एकदमै स्ट्रङ थिए होइन। र म्याथेस कुना भनेको यस्तो प्लेयर हुन् कि टेक्निकल एबिलिटी छ।
टिम धेरै ब्यालेन्स हुन्छ कि म्याथ्युस कुनियालाई खेलाउँदाखेरि र उनले म्यान अफ द म्याच पर्फर्मेन्स दिए 2 गोल स्कोर गरेका थिए र सब्स्टिट्युटको कुरा गर्नु पर्दाखेरि रायनलाई लिएर आएको थियो एन्ड्रिकलाई लिएर आएको थियो ग्याब्रियल मार्टिनेलले लिएर आएको थियो अब एन्ड्रिकको कुरा गरौँ है त एन्ड्रिकले जुन हिसाबमा लियोनमा पर्फर्मेन्स दिइरहेका छन् नि उनले चान्स त पाउनुपर्ने हो आज चान्स दिएको थियो र अपकमिङ कार्लो एन्जेलोटीले नि भनेका छन् चान्स पाउँछन् भनेर र आज 64 मिनटमा लिएर आएको थियो होइन अल्दो गोल स्कोर गरेका थिए अफसाइड भयो अब अर्को गेममा चान्स पाउँछन् होला